विश्वभरको आफ्नो एयरफोर्सको क्षमताको बखान गाउने डोनाल्ड ट्रम्पको निधारमा पछिल्लो समय एक रिपोर्टले पसिना छुटाइदिएको छ, जसमा अमेरिकी वायुसेनाको आफू सबैभन्दा शक्तिशाली मान्ने दावीलाई यमनमा रहेको हुथी समूहले चकनाचुर पारिदिएको छ। हुथी विद्रोहीहरूले विश्वको सबैभन्दा शक्तिशाली वायुसेनाको भ्रम तोडिदिएको मात्र होइन, उसलाई चिन्तामा पनि पारिदिएको छ। हालै केही दिनअघि जब यमनमा अमेरिकी वायुसेनाले हमला गर्दा उनीहरूले हुथीबाट कडा टक्करको सामना गर्नु पर्यो। अमेरिकी F-35 जोइन्ट स्ट्राइक फाइटर र F-16 भाइपरलाई हुथीले करिब ध्वस्त पारिसकेका थिए। उता डोनाल्ड ट्रम्प विश्वभरमा डिफेन्स डिल गर्दै हिँडिरहेका बेला यता अमेरिकी एयरफोर्स खतराको मुखैमा परेको थियो। यमनका हुथीहरूले अमेरिकाको F-16 र F-35 लाई लगभग डाउन नै गरिदिएका थिए। यसले विश्वलाई नै अचम्मित पारिदिएको छ। आखिर हुथीहरूसँग त्यस्तो के थियो जसले अमेरिकाको होस उड्यो? एडभान्स्ड अमेरिकी एयरफोर्स